यो चाहिँ मण्डनदेउपुर नगरपालिकाको चाँखोला फाँटमा रहेको यो धान खेतीहरू पारी भित्ताको मण्डन डाँडो हैन देउराली महादेवस्थान मन्दिर। यो चाहिँ एकदम यस्तो राम्रो खेती छ यहाँ धानको। अब के गर्नु अहिले त ल हेर्नुस् यहाँ धान खेती अनि छेउमा कुलो छ अनि फेरि यतापट्टि साइडपट्टि यता माथि पारी भित्तामा नगरपालिकाको कार्यालय भइहाल्यो हैन। यो चाहिँ अब नर्सरी देखिन्छ पारी भित्तामा अनि यतापट्टि भटमासहरू फलेको छ। धान खेती सँगसँगै भटमास खेती पनि छ यहाँ। हेर्नुहोस् तल कुलो छ माथि पनि कुलो छ, माथिको आउने छुट्टै भइहाल्यो अनि यस्तो राम्रो धान खेती छ। अब यसलाई प्राकृतिक रूपमा गरिएको खेतीहरूलाई चाहिँ अब यहाँ अलि माथि हेर्ने हो भनेदेखि पुरा भत्काएर इटा भट्टाहरू खोलेर स्वास्थ्य नै नगरपालिकाको सबैको स्वास्थ्यमै खेलवाड हुने तरिकाको छ। हामीहरूले चाहिँ यसलाई पुरानै तरिकामा हैन धान खेती नै रोप्ने अनि आलु लगाउने तरकारी के कसरी छ कृषिमा क्रान्ति गर्ने भन्छौँ हामी। अनि खेतीयोग्य जमिनलाई मरुभूमि बनाएर त कहाँ हुन्छ। ल हेर्नुहोस् त कस्तो हरियाली छ डाँडाहरू।